अहिलेको युग भनेको साथीहरू विज्ञान प्रविधिको युग हो। यदि तपाईसँग एउटा एन्ड्रोइड फोन छ र तपाईले चाहिँ कामको खोजीमा हुनुहुन्छ, घरमै बसेर बिना लगानी तपाईसँग कुनै लगानी पनि छैन र बिना लगानी 20-30 हजारदेखि 50 हजारसम्म तपाईले आम्दानी गर्न सोचिराख्नु भएको छ, तर तपाईसँग कुनै ज्ञान सिप पनि छैन भने तपाईले यो घरमै बसेर मजाले गर्न सक्नुहुन्छ है। म तपाईलाई आज सम्पूर्ण प्रोसेसहरू यो मोबाइल स्क्रिन शेयर गरेर पनि देखाउन गइरहेको छु। तपाईहरु मसँग प्रत्यक्ष म जुन अगाडि स्क्रिन राखेको WhatsApp को नम्बरमा चाहिँ मसँग चाहिँ सुपर च्याटको सेवा लिएर पनि जोडिन सक्नुहुन्छ। तपाईले कुनै त्यस्तै चाहिँ के रे सिप सिक्न चाहनुहुन्छ भने मेरो के रे WhatsApp नम्बर भोइस मेसेज अथवा टेक्स्ट मेसेज गरेर पनि मसँग जोडिन सक्नुहुन्छ साथीहरु। हो साथीहरु, तपाईले सही सुन्नु भइरहेको छ। तपाईसँग कुनै लगानी पनि छैन, तपाईसँग कुनै ज्ञान सिप पनि छैन हैन। तपाई घरमै बसी चाहिँ बोर भइरहनु भएको छ हैन, अथवा तपाई वैदेशिक रोजगारमा हुनुहुन्छ, तपाई गृहिणी हुनुहुन्छ, तपाई विद्यार्थी हुनुहुन्छ भने अब तपाईले कसरी हामीले चाहिँ घरमै बसेर चाहिँ 20-30 हजार कमाउन सकिन्छ भनेर चाहिँ मैले त्यो प्रोसेसर अगाडि भिडियो स्क्रिनमा देखाउन गइरहेको छु। तपाईहरु पनि ध्यान दिएर हेर्नु होला। अहिलेसम्म तपाईहरुले मेरो च्यानललाई यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया साथीहरु सबैभन्दा पहिला सब्स्क्राइब गरिदिनु होला, किनभने यस्तै इन्फर्मेटिभ भिडियोहरु मैले निरन्तर ल्याउने गर्छु साथीहरु। सो अब भने हामी ढिला नगरिकन हामी लागौं मोबाइल स्क्रिनतिर। सबैभन्दा पहिला तपाईहरु यो हनीगेन भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ हैन। तपाईले हनीगेन भन्ने डाउनलोड गर्नको लागि सिम्पली आफ्नो चाहिँ क्रोम ब्राउजरमा यसरी क्लिक गर्नुहोस्। यहाँ टाइप गर्नु होला हनीगेन भनेर, HONE हनीगेन भनेर टाइप गर्नुस्। त्यसपछि यस्तो इन्टरफेस आउँछ हैन। अर्न मनी विथ हनीगेन भनेको छ। सिम्पली तपाईहरुले के गर्नु साथी, यसमा चाहिँ जस्ट क्लिक गरिदिनु होला है। ध्यान दिएर हेर्नु होला सबैजनाले। त्यसपछि युज स्टाटस, त्यस अडिसन डाटामा या सिम्पली यसमा दुई ठाउँमा यसो टिक दिनुहोस्। त्यसपछि एक्सेप्ट अल भनेको छ, यसमा सिम्पली क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि फेरि यस्तो इन्टरफेस आउँछ। स्टार्ट अर्निङ नाउ भनेको छ, यसमा सिम्पली क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईलाई चाहिँ नि यहाँ तपाईले यहाँ यहाँनिर आइसकेपछि चाहिँ त नझुक्किनु होला हैन। तपाईले जुन यो माथि स्टार्ट के रे जुन कुपन कोड भनेको कोड अप्सनल दिएको छ नि, यसमा चाहिँ तपाईले के गर्नु पर्यो सिम्पली भन्दा यहाँ चाहिँ यसलाई चाहिँ स्टार्टमा चाहिँ यसलाई यहाँ हटाएर यहाँ चाहिँ तपाईले चाहिँ जुन मैले कुपन कोड दिएको छु त्यो चाहिँ कुपन कोड चाहिँ हाल्नु होला, नबिर्सिकन है। यहाँ चाहिँ के हाल्नु भने कुपन कोड चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ, नभए तपाईलाई पैसा आउँदैन फेरि। KARKI कार्की। त्यसपछि आइसकेपछि 9B268 9B268 हेर यो कुपन कोड चाहिँ तपाईले चाहिँ अनिवार्य हाल्नुपर्छ। यो चाहिँ तपाईले हाल्न बिर्सिनु भयो भने के हुन्छ नि, तपाईलाई चाहिँ जुन आउनु पर्ने $3 पनि आउँदैन हैन। त्यसपछि तपाईले के हुन्छ भने तपाईले स्किमहरु पनि आउँछ। त्यही भएर यहाँ चाहिँ S3 रिफल कोड एप्लाइडेड भनेपछि यस्तो चाहिँ अप्सन आउनु पर्यो हैन। तपाईले माथि हानिसकेपछि कार्की 9B268 भनेर हान्नुस्। त्यसपछि सिम्पली तल गइसकेपछि यो गुगल भन्ने अप्सन छ, यो गुगलमा सिम्पली आफ्नो क्लिक गर्नुहोस् हैन। क्लिक गरिसकेपछि तपाईको जीमेल चाहिँ कुन चाहिँ लगइन भएको छ त्यो चाहिँ जीमेलमा चाहिँ सिम्पली तपाईले टच गर्नु होला। जस्तो मैले यहाँ चाहिँ टच गर्ने खना स्वस्तिकामा है त। यसमा टच गरिसकेपछि तपाईले तल यस्तो इन्टरफेस आउँछ, तल कन्टिन्यू भन्ने अप्सन आउँछ। कन्टिन्यूमा जस्ट क्लिक गर्नु होला है। गरिसकेपछि फेरि यो डाउनलोड फर एन्ड्रोइड भनेर आउँछ। डाउनलोड फर एन्ड्रोइडमा सिम्पली यसरी क्लिक गर्नुस्। अनि डाउनलोड एगेन भनेर आउँछ, यस्तो डाउनलोड एगेनमा फेरि क्लिक गर्नुस्। अनि माथि चाहिँ देखिरहनु छ ओपन भने, यो ओपनको अप्सनमा तपाईले क्लिक गरिदिनु होला। अनि यहाँ इन्स्टल भनेर आउँछ, सिम्पली तपाईले यसरी फेरि इन्स्टल गरिदिनुस्। अनि जस्ट यसलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईको चाहिँ हनीगेन यसरी खुलेर आउँछ साथीहरु हैन। एकदम ध्यान दिएर हेर्नु होला। यसलाई चाहिँ छुटाउनु भएन, बिर्सिनु भएन हैन। त्यसपछि यस्तो इन्टरफेस आउँछ। आई एग्री अफ द टर्म अफ युज भनेको चाहिँ सिम्पली यसमा क्लिक गर्नुस्। क्लिक गरिसकेपछि यसलाई चाहिँ स्किप इन्ट्रोडक्सनमा क्लिक गर्नु होला। त्यसपछि यसमा युज मोबाइल डाटा भनेको छ, तपाईले चाहिँ यस गर्नु होला हैन, डाटाबाट चलाउन मिल्ने हिसाबले। त्यसपछि यसलाई डन गर्नु होला। त्यसपछि फेरि यसलाई चाहिँ डिसेबल गरिदिनु, के रे डिसेबल ब्याट्री अप्टिमाइजेसन भनेको यसलाई चाहिँ इन्टु गरिदिनु होला, क्लोज गरिदिनु होला। अनि फेरि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि साइन अप एन्ड क्लेममा क्लिक गर्नुहोस्। जस्ट यसरी क्लिक गरिसकेपछि तल फेरि यस्तो इन्टरफेस आउँछ हैन। यस्तो इन्टरफेस नझुक्किनु होला। तब मुनिपट्टि साइन अप विथ गुगलमा जस्ट यसरी क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईले अहिले कुन चाहिँ जीमेलमा लगाउनु भयो त्यही जीमेलमा टच गर्नु होला सिम्पली यसरी। तपाईको हनीगेन साथीहरु खुलिसकेको छ हैन। जस्ट देख्न सक्नुहुन्छ हैन।
तपाईँले यो $3 पनि यसरी सो गर्छ हैन, तपाईँले वेलकम बोनस यो $3 आउँछ हैन, एकदम ख्याल गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले एकजना साथीहरूलाई इन्भाइट गर्ने बित्तिकै 100 क्रेडिट पनि आउँछ, यो देखाइरहेको छ यसरी साथीहरू हैन। अनि तल गइसकेपछि देख्नुहुन्छ यो जुन लकी पोड छ, यो लकी पोड चाहिँ तपाईँको चाहिँ 24 घण्टामा एकचोटि खोल्न मिल्छ हैन। ओपन योर लकी पोड भनेर चाहिँ यस्तो चाहिँ अप्सन आएको हुन्छ, त्यो ढक्कन यसको चाहिँ ढिलपिल भएको, त्यतिखेर चाहिँ यसलाई चाहिँ क्लेम गर्नु होला हैन। त्यसपछि यसले क्लेम रिवार्ड भनेको छ, यसलाई पनि क्लेम रिवार्डमा क्लिक गरिदिनुहोस् होला हैन। अनि यसलाई भनेको तपाईँको जुन अब देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ तपाईँको जुन यो जुन छ यस्तो यसै गरेर तपाईँको चाहिँ सेयर यो रिफर लिङ्क भनेर आएको हुन्छ हैन। यो सेयर यो रिफर लिङ्क चाहिँ तपाईँले चाहिँ व्हाट्सएप मार्फत मेसेन्जर मार्फत आफ्नो साथीभाइहरूलाई चाहिँ त्यसमा चाहिँ पठाएर हैन, उनीहरूले चाहिँ तपाईँको चाहिँ नि के गर्नुहोस् त जुन के अरे रिफर लिङ्क मार्फत तपाईँले चाहिँ नि धेरैभन्दा धेरै साथीहरू जोइन गराउनुहोस् हैन। त्यसको रिफर लिङ्कबाट तपाईँहरू चाहिँ नि तपाईँको रिफर लिङ्कमा थ्रुको चाहिँ तपाईँले चाहिँ हनीगन खोल्न लगाउनुहोस्। त्यसपछि तपाईँ लाइफ टाइम 10% भनेको तपाईँले चाहिँ आइरहन्छ साथीहरू है। अनि यिनीहरू चाहिँ एउटा यो चाहिँ यो कम्प्लिट भइसकेपछि यो प्रोसेस भनेको छ नि, यो प्रोसेस कम्प्लिट भइसकेपछि तपाईँले चाहिँ क्लेम गर्नु होला साथीहरू है त। अनि त्यसपछि यो जुन चाहिँ जसरी चाहिँ तपाईँले अहिले यो हनीगन खोल्नुभयो त्यसरी नै तपाईँले चाहिँ नि यो यही जिमेल लगाएर यही जिमेल यही पासवर्ड लगाएर तपाईँले चाहिँ 10वटा डिभाइसमा चाहिँ यसलाई ओपन गर्न मिल्छ हैन। त्यसरी गर्नु भने तपाईँको इन्कम अझ बढी नै हुन्छ। त्यो चाहिँ गर्नु होला। यसलाई नबुझेको कुराहरू चाहिँ मेरो व्हाट्सएप नम्बर मैले राखिदिएको छु, त्यो व्हाट्सएपमा चाहिँ मेसेज अथवा भोइस मेसेज अथवा टेक्स्ट मेसेज पनि गर्न सक्नुहुन्छ साथीहरू है त।